हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट 5 दिनसम्म चल्ने जनवाद्य यानी सेतो मच्छिन्द्रनाथको रथ यात्रा हुने गर्दछ। पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई मच्छिन्द्र बहालमा रहेको देवता घरबाट विधि विधानका साथ पूजा पाठ गरी खटमा विराजमान गराई बाजा गाजाका साथ जमल 3 धारा पाठशालामा रहेको रथमा विराजमान गराइन्छ र जमलबाट 3 धारा बागबजार घण्टाघर रत्नपार्क भोटाइटी हुँदै पहिलो दिन असनसम्म रथलाई तानेर राख्ने गरिन्छ र दोस्रो दिन साँझ 5 बजे पुनः असनबाट बालकुमारी केलटोल इन्द्रचोक मक्खन हुँदै हनुमान ढोकासम्म लगेर रथलाई त्यहाँ राखिन्छ र तेस्रो दिन साँझ 4 बजेदेखि हनुमान ढोका चिकमुगल जयसी देवल ज्याबाल हुँदै लगनसम्म रथलाई तानेर राखिन्छ। यस्तै चौथो दिन भने साँझ 5 बजे लगनमै विराजमान रहनु भएको मच्छिन्द्रनाथको आमाको 3 पटक परिक्रमा गरी रथलाई भने सो दिन त्यही राखिन्छ र अन्तिम दिन यानी वैशाख 8 गते साँझ 5 बजेदेखि रथबाट देवतालाई विधि विधानका साथ पूजा पाठ गरी रथबाट झिकेर पुनः खटमा विराजमान गराई सिन्दूर जात्रा गरी विभिन्न बाजा गाजाको साथमा कोहिटी भीमसेन स्थान मरु यटका नरदेवी किलागल भेरासिंह केलटोल हुँदै पुनः मच्छिन्द्र बहालसम्म खट जात्रा गरिन्छ र देवतालाई मच्छिन्द्र बहालमा लगेर देवता घरमा विराजमान गराइसकेपछि भने यो वर्षको लागि सेतो मच्छिन्द्रनाथको रथ यात्रा समापन हुन्छ। हजुरहरूको दिन निकै शुभ रहोस्।